गाइस, गुड मर्निङ। अनि आज त हामी घाँस काट्न हिँडेको है। अनि साह्रै खुल्ला, धेरै खुल्ला भएर होला, हावा धेरै चलिरहेछ। हेर्न सक्नुहुन्छ नि यहाँ हावा चलेर तोरी पनि हल्लिरहेछ पुरै, धेरै चिसो छ गाइस। अनि हेर्नु तोरी, हेर्नु कस्तो मजाले पहिले पुरै खेतै पहेँलो भइरहेछ तोरीबारी। कस्तो राम्रो पनि धेरै पहेँलो भएर पनि कस्तो राम्रो पनि देखिरहेछ। अनि मलाई चाहिँ एकदम राम्रो फिल भइरहेछ तोरीबारीमा आएर। अनि हेर्न सक्नुहुन्छ गाइस, हँसिया पनि मेरो कपालमा अट्क्यो, हेर्न सक्नुहुन्छ। अनि उताबाट चाहिँ मेरो नन्दले भन्दै हुनुहुन्छ धेरै नाटक नदेखाउनु, यहाँ घाँस काट्न आउनु भन्दै हुनुहुन्छ। अनि म जाँदैछु घाँस काट्न। अनि अब यहाँ त्यहाँनिर घर छ नि, त्यो आन्टीले फेरि देख्यो भने चाहिँ हामीलाई गाली गर्नुहुन्छ, किनकि यतातिरको त्यही आन्टीको पर्छ। अनि मैले चाहिँ भनेको यता नकाट्नु भन्न मेरो नन्दलाई, तर मेरो नन्दले सुनेन। अनि हामी त्यहाँ काटिराख्नुहुन्छ घाँस, हेर्न सक्नुहुन्छ गाइस। अनि हामी चाहिँ अब घाँस काट्ने कार्यक्रममा छु। बाई बाई, नेक्स्ट भिडियोमा भेटौँला। अनि हेर्नुहोस् तोरीबारी खतरा छ, बबाल छ। बाई बाई।